एकैछिन यो आइमेको कुरा सुन्नु है। त्यसपछि यो आइमेलाई केही कुरा म भन्छु, सुन्नुस् है के भन्छ यसले रवि लामिछानेको विरुद्धमा। के छ सहकारी ठगरको खबर खाबर? अब कता भाग्ने सुर कसिँदैछ कि के गरिँदैछ हो सहकारी ठगहरू? बिचरा अमेरिकाबाट आएदेखिको मजदुरलाई लुट्या लुट्या लुटै लुट्या लुटै लुट्या लुटै है। कहिले खाडीमा भाँसिएका चेलीहरू एक दुईजना उद्धार गरिदिन्छु भनेर, कहिले के गरिदिन्छु भनेर, कहिले हस्पिटल बनाउँछु भनेर, कहिले चाहिँ कोरोना भाइरसको टाइममा के अरे त्यो बिमारी परेको मान्छेहरूलाई चाहिँ हामी उपचार गरिदिन्छौँ भनेर लुट्या छ, कहिले के भनेर लुट्या छ। हुँदा हुँदा विदेशिएका मजदुरहरूलाई लुट्दा लुट्दा अब चाहिँ पैसा कहीँबाट झर्दैन है भन्ने भएपछि र कहीँबाट पैसा झर्न छोडेपछि चाहिँ लुसुक्क त्यो के अरे चाहिँ मुङसिरमा मुसाले धान काटेर भित्रभित्रै चुली बनाएर धान राख्छ नि, धानका बाला काट्दै लाँदै गरेर होइन, सहकारीमा लुसुक्क पसेर अनि त्यहाँबाट चाहिँ ढुकुटी भरेको रहेछ गाँठे पैसाले। यदि होइन भने अहिले जेल पर्दाखेरि कहाँबाट आउँछ हौ धरौटी बुझाउँदै निस्किँदै गर्ने पैसा? खोइ हामी त 15-20 वर्ष भइसक्यो खाडीमा बसेर दुःख गरेको एउटा घडेरी पनि किन्न सकेको छैन त। त्यत्रो धरौटी बुझाउने पैसा कहाँबाट आउँछ? यिनै मजदुर जनता लुटेका पैसा होइन? कहिले इन्डियातिर भाँसिएका महिलाहरूको उद्धार गर्छु भनेर, कहिले चाहिँ कोरोना भाइरसको टाइममा उपचार गरिदिन्छु बिरामीलाई भनेर, कहिले चाहिँ राजकोट हस्पिटल कि के जाति अरे नाम पनि थाहा पाइन हौ, के जाति पो भन्थे नाम पनि हो त, हस्पिटल बनाउँछु भनेर कहिले लुट्या छ होइन, कहिले चाहिँ के गरिदिन्छु भनेर फेरि बातै पछि के अरे चाहिँ मिटिङै पछि कुरा चेन्ज गर्ने मान्छे। यस्तो मान्छेको पछाडि लागेर हिँड्ने हामी भेडा कस्ता के है? हामी भेडा पो कस्ता त यस्ताको पछाडि लागेर कुद्ने, यस्ताका कुरामा कुद्ने? केही दम छ यसको कुरामा? केही छैन नि त। आमामामा अस्ति त के होइन जेलबाट फुत्केर आएपछि त यसो 2-4 दिन त नबोलिकन बस्नु नि। राम राम गाडीका हुटामा त्यो ट्याक्सीहरू कसको हो कोनी, कारहरू गाडीहरू, त्यो गाडीमा बरक उठेर अनि त्यहाँबाट चाहिँ फुलका धुवा फ्यालेर अनि बरक 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 गराछ है गाडीको हुटमाथि चढेर। के जति सुकै चोखो बनिन खोजे पनि जुठो भइसकिस्। अब के उयो गर्नु छ, के साबित गर्नु छ अब म चोखो हुँ भनेर? कसैले पत्याउने बाला छैन। तिम्रो समर्थनहरूले पनि नि भित्र मनमा पसिसकेको छ कि वास्तवमा हामीहरूले खराब मान्छेलाई सङ्गत गरेको रहेछौँ, खराब मान्छेलाई साथ दिएको रहेछौँ भनेर चाहिँ भित्र अनुभव भइसक्यो के त्यस्ता मान्छेहरूको पनि। जति पनि तिम्रो अघि पछि लागेर हिँड्छन् नि हो। अनि कहिले चाहिँ कुन चाहिँ मारो भनेर काण्ड आएको छ, कहिले कोलाई घरबाट खसालिदियो भनेर काण्ड आएको छ है, कहिले के भनेर आएको छ। अब झन् विगतमा अब झन् आउने समयहरूमा के घटना घट्ने हो भनेपछि त बहुत गाह्रो छैन? यदि बुद्धि छ, हजुरहरू जो यो लामिछानेको पछाडि लागेर हिँड्नुहुन्छ नि, यदि बुद्धि छ हजुरहरूको भनेपछि यो मान्छेको पछि लागेर नहिँड्नु होला प्लिज है। यस्तो मान्छेले कहाँ लगेर तपाईँलाई धरापमा पार्छ भन्ने खालको कुराहरू थाहा हुँदैन के। अब यति मैले भन्दै गर्दाखेरि लामिछानेका समर्थनहरूले मलाई चाहिँ विभिन्न आएर गाली गर्नु होला, तर एकदम सोच विचार गरेर गाली गर्नु। ओके, गाली गरेर मलाई केही फरक पर्दैन, गाली गर्नुस्। मैले पहिले जमानाबाटै यो लामिछानेको, धुर्मु सुन्तलीको होइन, यस्तो यो मागी खाने प्लानिङ बनाउनेहरूको सबैको मैले विरोध गर्दै आएको हो के। तर अहिले मैले विरोध गरेको, पहिले गरेको विरोध नि अहिले ठ्याक्क सत्य रहेछ। यो दिदीले चाहिँ विरोध गर्नुहुन्थ्यो, हामी चाहिँ यो दिदीलाई विरोध गर्थ्यौँ, नाना भाती गाली गर्थ्यौँ। बिचरा होइन रहेछ, दिदीले सत्य कुरा बोल्नु भएको।
नमस्कार सबैमा। सुन्नुहोस् त, यो आइमीको भनाइ तपाईँहरूले के अरे सुन्नुभयो? के चाहिँ भन्दा चाहिँ यसले रविलाई दुनियाँभरिको होइन, यसले कहाँबाट लुटेर ल्यायो, कसरी चाहिँ त्यत्रो पैसा धरोटी राखेर के अरे निस्क्यो, सबै पैसा हामीहरू के अरे मध्येबाट उठाएर त्यसले के अरे त्यो बैंक जमानी बसेर के निस्क्यो भनेर यो घोप्टिनी यो ठटौरी यो आइमीले भनेको छ। सुन यहाँ, ओइ आइमी सुन, कसरी रविले के अरे त्यो उल्यायो। तँ जस्तो आइमी लबस्तनी आइमी, तँ जस्तो झोलिमी, तँ एक नम्बरको झोलिमी होस्। तँ कुकुरनी, तँ कताबाट कुन भाग्य जानस्, कसको एजेन्टको माध्यमबाट कुवेत त्यो पुगेर दुनियाँको साला जुठो भाँडा माझेर दुनियाँलाई त्यहाँको कुमितीहरूसँग होइन, दुनियाँ एकदम निउरेर ग्रुप परेर होइन, एकदम ऊ गाली गर्छ कि भनेर डराइ काम गरेर रातिको 2-3 बजीसम्म होइन, डरमा त त्रासमा त्यो बसेर तेरो जिन्दगी त्यहाँनिर कटिरहेछ होइन। तँ त्यतैतिर ध्यान दे के, तँ आफूलाई भाइरल हुनको लागि रवि लामिछानेलाई तँ दुनियाँभरिको के अरे गाली गर्छेस्, तँ दुनियाँभरिको के अरे भन्छेस्, कता के अरे हस्पिटल बनाउँदाखेरि त्यहाँबाट पनि जनताहरूसँग लुटेको रे, तैँले कति दिएको छेस् यो पहिले के अरे भन्। तैँले पैसा दिएको छ, 1 रुपियाँ पैसा दिएको एउटा के अरे एउटा त्यो रिसिप्ट ल पठा, ल 1 रुपियाँ तैँले डोनेसन गरेको रिसिप्ट के पठा। रवि लामिछानेलाई त्यो हस्पिटल बनाउने बेला तैँले 1 रुपियाँ पठाएको ल देखा, तेरो कुनै प्रमाण छ? दुनियाँलाई मतलब छैन। हेर, चितवनको जनताहरूले हेर त, पुरै घरबाट आफ्नो जग्गाको, आफ्नो घडेरीको, आफ्नो घरको लाल पूर्जा लिएर ल रवि लामिछानेले यदि खाएको छ भने ल हामी सबले घरले लाल पूर्जा हामी धरोटी राख्न तयारी छौँ भनेछ। यो कुरा तेरो यो भेटामा सुन कि देखिनस् तैँले? जनताहरू यति आकर्षित, यति विश्वास छ जनताहरूलाई। तँ जस्तो झोलिनी कुवेतमा बसेर तँ जुठो भाँडा नै माझलाई ठिक छ क्या तँलाई? तँ यहाँ त्यो भाइरल हुनको लागि रविलाई गाली नगर। तँ जस्तो झोलिनी तँ एउटाले चाहिँ त्यहाँनिर बसेर भुकेर रविलाई दुनियाँभरिको के भन्ने, तँ कस्तो खालको झोलिनी होस्, कुरा बुझ्दिनस्? जनताहरूको के चाहना छ? तँ जस्तो त्यो एउटा होइन रविलाई गाली गरेपछि म त पुरै भाइरल के अरे हुन्छु भन्दा रहेछस् क्या झोलिनी? अलिकति लाज लाग्दैन दुनियाँ होइन? दुनियाँ के अरे ऊ बनाएर चस्मा पनि अर्कै त्यो के अरे उसको लगाएर पुरा फ्रेम के अरे उसको त्यो एडिट के अरे फोटोको ऊ बनाएर होइन दुनियाँ बोले कि अलिकति लाज लाग्दैन होइन? शरम लाग्दैन? त आफ्नो काममा ध्यान दिएन? कुन दिन कुमेतीहरूले लात मारेर के अरे त्यहाँबाट भयो नि फेरि खुब नेतिनी त के अरे नेतिनी बन्न गएको हो कुवेत? तँलाई यहाँबाट घरबाट एउटा लोग्ने छोराछोरी एउटा सासू ससुरा आमा बाउले तँलाई त्यहाँनिर बसेर दुनियाँ नेताहरूलाई गाली गर के अरे भनेर पठाएको? अलिकति लाज छैन, अलिकति शरम छैन, अलिकति दिमाग तेरो दिमाग छैन? रवि को साला? रविको त खुट्टाको पाउमा त्यो के अरे पर्दा पनि सुहाउँदैन क्या? तैँले रविलाई के अरे यत्रो जनताहरूले मानिरहेछ, यत्रो चितवनको जनताहरूले मानिरहेछ भने तँ जस्तो झोलिनी यो नमान्दा के हुन्छ? त दुनियाँलाई भड्काउने काम गर्छेस् साला? अलिकति लाज छैन? यो पैसा कहाँबाट आयो, त्यो पैसा कहाँबाट आयो? तेरो बाउ आमाले के अरे दिएको छ, तैँले कति दिस्? हेर, तँ के बनाउँछस् भने एकदम शुद्ध, एकदम आफ्नो शैली एकदम राम्रो भाषाले के अरे अरूलाई विरोध गर के, अरूलाई गाली गर, नभए दुनियाँभरिको त्यहाँ बसेर कुवेतमा बसेर तँ के अरे नगर के, दुनियाँभरिको गाली नगर साला। त्यो पनि भन्छ कि हामीले 12-15 वर्ष विदेशमा बसेर केही गर्न सकेको छैन, रविले चाहिँ 81 त पैसा धरोटी गरेर कहाँबाट आयो रे? तँ जस्तै हो, तँ जस्तै जुठो भाँडा मोलेर त्यहाँ दुनियाँभरिको के अरे त्यो गरेको जस्तो हो रवि। रवि भनेको एउटा पावरशील मान्छे हो, यत्रो जनताले चाहेको मान्छे हो, हरेक कुरामा साथ दिन्छ। दिमाग खराब, उसले त आफू जस्तै के अरे भन्ठाने होला के रवि? रवि यत्रो पैसा कहाँबाट ल्यायो, यत्रो के अरे हस्पिटल बनाउने पैसा कहाँबाट ल्यायो? त्यो दुनियाँभरिको त्यो के अरे भाषण दिएर बस्थे, चुप लाएर बसै। हामी तँलाई मैले यो चाहिने दिएर के अरे भनेको छैन, तँ आफ्नो काममा ध्यान दे, बुझिस् नि? अरू त्यो अघि पछि नेताको होइन राम्रो मान्छेको पनि त्यो भड्काउने गर्ने काम नगर, त पिछा नपर, तर सक्दैन, त्यहीँ बसेर आफ्नो गुजरात चलाइराख साला।